हेलो हाई नमस्ते नमस्कार सबैजनालाई स्वागत छ। यति बेला म रोल्पाको त्रिवेणी गाउँपालिका 7 बजिबाङ ठ्याक्कै मेरो घरदेखि तल खोलामा छु। तपाईँ वरपर खोला सुसाइरहेछ सुनिराख्नु भएको छ भने। तर म के गर्न आएँ हैन, तपाईँको माझमा देखाउने छु। मैले यहाँनिर यो सबैलाई थाहा भएकै कुरा हो हैन, यो डौरे भन्छ हैन, डुम्रे डौरे हैन, डौरे भन्छ सब। र म आएको 15-20 मिनट भयो। यो जेठको महिना हैन, यो जेठको महिना पनि यस्तो राम्रो डौरी फलिरहेको रहेछ हाम्रो घरदेखि नजिकै खोलामा हैन। एकदमै पानी बगिराखेको छ, तपाईँ देख्न सक्नुहुन्छ। एकदमै राम्रो कलिलो खालको डौरे चाहिँ मेरो हातमा छ। मलाई फेरि अरू यो मासुहरू भन्दा हैन, मलाई चाहिँ यो दही दुध अनि त्यसपछि यो हरियो सागसब्जी, म शाकाहारी हो कि एकदमै मनपर्छ। त्यही भएर चाहिँ म तपाईँको माझमा भिडियो बनाउन चाहिँ गइराखेको छु। तपाईँ हेर्न सक्नुहुन्छ एकदमै राम्रा राम्रा यो पटाको पनि छ हैन, त्यसपछि यो नपटाको पनि छ, कोपिला कोपिला मध्या पनि छ हैन। र मलाई खास गरी यो कोपिला मध्या भन्दा पनि यो पटाको चाहिँ एकदमै मनपर्छ खानलाई, एकदमै आनन्द आउँछ। तपाईँहरू पनि आउनुला, तपाईँको ठाउँतिर पाइन्छ किन यस्तो डौरे भन्ने चिज है। एकदमै हाम्रो गाउँतिर चाहिँ 25 सम्म छन्। यहाँ रोल्पा त्रिवेणी गाउँपालिका 7 जो बजिबाङका किसानीहरूले बेचेर धेरै मात्रामा पैसा गराउनुहुन्छ। मैले पनि सानो सानो हुँदाखेरि चाहिँ 6-7 क्लासमा पढ्दाखेरि चाहिँ मैले पनि बेचेको थिएँ, थोरै मात्रामा पैसा भएको थियो। र अरूले पनि धेरै मात्रामा बेच्नुहुन्छ र तपाईँ देख्न सक्नुहुन्छ। र यहाँ जुकाले पनि खायो कि क्या हो जस्तो लागिरहेछ मलाई चाहिँ, जुकाले खायो जस्तो लागिरहेछ। हेर्न सक्नुहुन्छ यहाँनिर खोला छ, डौरेहरू पनि छ। म तपाईँलाई देखाउने छु। मेरो भ्लगलाई अन्त्यसम्म माया गर्नुहोला। लौ हेर्नु त गाइस, मेरो खुट्टामा जुका हैन, जुका पनि पाइन्छ फेरि है। हेर्नु होला जुका कहाँ गयो, फेरि फस्यो, खोलामै खस्यो। त्यहाँनिर छ एकदमै मात्रामा चाहिँ जुकाहरू पनि पाइन्छ। अनि डौरे भन्ने चाहिँ यस्तो हुन्छ, हेर्न सक्नुहुन्छ यहाँनिर छ। त्यसपछि यहाँनिर पनि छ, धेरै मात्रामा छ। म यस्तो ठुला ठुला खोलाहरूमा छु। यो ठुलो ठुलो आजभोलि त त्यति मात्रामा छैन, पानी परेर उम्रिराखेको छ। हेर्न सक्नुहुन्छ एकदमै ढुङ्गा ठुल्ठुला हैन, रुखहरू यो उत्तिसका रुखहरू चाहिँ टन्नै मात्रामा पाइन्छ। यो यहाँनिर छ नि एउटा यस्तो खालको, त्यो चाहिँ बाँको हैन, अनि त्यसपछि त्यसलाई टिप्न नपाएर चाहिँ त्यो पलाएको छ। त्यहाँनिर पनि पला छ, सर्प जस्तै गरेर देखिरहेछ नि। अनि यहाँनिर पनि पला छ, तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर डुम्रे भन्ने चाहिँ यस्तो हुन्छ, मैले टिपिसकेको छु अनि तपाईँलाई पनि देखाइदिइराखेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ। तपाईँकोतिर पाइन्छ कि पाइन्न, कतिपय ठाउँमा पाइन्छ होला हैन। यहाँनिर पनि छ एउटा, आजभोलि त्यति मात्रामा फलिराखेन, तर मैले चाहिँ धेरै गराइसकेको छु। थोरै टिपेर यो अलि तलको खोला हो, यहाँनिर सबैजनाले टिप्नु भएको छ, त्यही भएर चाहिँ त्यति मात्रामा नभएको। ऊ पारी पारी पनि देखिरहेको छ, तर म जाँदैन फेरि त्यता। अब चाहिँ म यता यता पस्छु हैन, तपाईँलाई चाहिँ देखाउने छु अन्त्यसम्म। जुका पाइन्छ हो यहाँ मेरो खुट्टामा, हेर्नु जुकाले खाएर कस्तो हैन। म त टोकिरहेको थियो, म त आजभोलि यो जेठको महिना पनि के जुका होला र भन्ने लाग्यो के। अनि त्यसपछि मैले चाहिँ त्यति याद गरेन, पछि मेरो रगत खाइदिइराखे हैन। एकदमै हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो यस्तो छ। यहाँनिर पहिले पहिले यसमा रत्ताहरू बस्ने गर्थे। म सानो सानो हुँदाखेरि आउँथेँ, आजकल धेरै अन्तरालपछि आएँ। र हेर्न सक्नुहुन्छ मैले टिपेको डौरे आज तरकारी खानलाई हैन। अब गाउँघरतिर त्यही त हो, सधैँ मासु खाने हुन्न, सधैँ दही दुध हुन्न। हाम्रो घर त भैँसीको दुध त खान पाइन्छ। यहाँनिरको यो ओडार छ के, तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिरको यो ओडारमा चाहिँ पहिले पहिले रत्वाहरू, त्यसपछि जो बाघहरू चाहिँ बस्थ्यो यहाँनिर चाहिँ एकदमै राम्रो मात्रामा देखिराख्नु भएको छ। र यहाँनिर यस्तो खोलाहरू छ कि यहाँनिरबाट यसरी यसरी तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिरबाट ठ्याक्कै यता माथिबाट गरेर चाहिँ हाम्रो घरतिर जान्छ यो बाटो। त्यसपछि यहाँनिर यस्तो सिस्नाहरू पनि छ फेरि, यो कुवा के, यसले कस्तो चिल्छ भने, यसले चिल्यो भने चाहिँ के समस्या हुन्छ भने यो ऊ भइदिन्छ, एकदमै फोका फोका उठ्छ भने। यो साना साना यस्ता साना डौरे पनि छन्। यो सानालाई खास गरी नटिप्नु पर्ने हो, टिप्न त, तर मैले टिपिराखेको छु।
त्यति मात्रामा छैन अहिले तत्काललाई चाहिँ, त्यति मात्रामा फल्या भेटिन्न। कतिपय ठाउँमा चाहिँ अलि यता पारि हाम्रो खोलातिर चाहिँ रहेछ कि, त्यही भएर चाहिँ हो। यहाँनिर पनि छ, तपाईँ देख्न सक्नुहुन्छ, यहाँनिर पनि छ। मैले प्रायः आजभोलि गाउँतिरै व्यस्त छु, म भिडियोहरू पनि बनाइराखेको छु। तपाईँको माया पाइन्छ भन्ने आश छ मलाई। यहाँनिर चाहिँ हाम्रो दिदी फेरि त्यो बाख्रा गोठालो आयो के, त्यही भएर हो। अनि यहाँनिर छ, त्यसपछि चाहिँ यहाँनिर पनि छ। त्यसपछि लाएर तपाईँलाई म देखाइराखेको छु, तपाईँले अन्त्यसम्म हेर्नु होला। यहाँ सिस्नाले चिलो के छ्या झ्याउ लाग्ने खुट्टामा सिस्ना धेरै छ फेरि। गाह्रो छ औडौरी खान पनि। तपाईँहरूलाई खानु होला आउनु होला भन्न चाहिँ सजिलो छ, तर टिप्न चाहिँ गाह्रो छ। यहाँनिर पोहा छ फेरि यति धेरै। यसमा चाहिँ अलिक धेरै, अलिक पछाडि पछाडि धेरै पाइन्छ, एकदमै राम्रा पाइन्छ यहाँनिर। अहिले तत्काललाई मात्रै यो अलिक कम भएको, नत्र पनि धेरै मात्रामा पाइन्छ। सिस्ना यति धेरै छ फेरि, तर डौरी चाहिँ धेरै मात्रामा पाइन्छ। मैले अगाडि पनि भनिसकेँ, कतिपय किसानले बेच्नुहुन्छ भने जुकालाई जुका नभनी होइन, चिले पनि सिस्नालाई सिस्ना नभनी टिप्नुहुन्छ। यस्तो छ मेरो घरदेखि तल खोला चाहिँ, तपाईँलाई भिजिट गराइराखेको छु मैले, तपाईँ आउनु होला। यस्तो छ, अब चाहिँ म नटिपाउँ, यति धेरै बनाइसकेँ मैले, यति धेरै भइसक्यो। अब मलाई पुग्छ, मम्मीलाई पुग्छ, दिदीलाई पुग्छ, तिनजनालाई त पुगिहाल्छ नि। अनि त्यसपछि हामी घिउहरू दहीहरू सबै खाएर चाहिँ तरकारी थोरै खानुपर्छ, त्यही भएर चाहिँ हो। अनि मेरो कपाल त यस्तो भएछ आमा, हेर्नु त म थाक्यो टिपेर। दौरे खाने भयो हाम्रो गाउँतिर आउनु होला आशा गर्छु भन्दै म चाहिँ अब लाग्छु घरतिर। यो तरकारी पकाएर त खानु पर्यो होइन, त्यही भएर चाहिँ म यो तरकारी पकाएर खान्छु। तपाईँलाई सकभर तरकारी पकाएको पनि देखाउने छु भन्दै मेरो भ्लगलाई हेरेर अन्त्य गर्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।